नमस्कार। आज तपाईहरुलाई लाँदैछु म यो चाइनाको जिङजाङजीमा पर्ने तिनमिन फरेस्ट नेशनल पार्क हो। यहाँ चाहिँ स्वर्गको प्रवेशद्वार पनि हुन्छ। त्यो ठाउँ लाँदैछु। अब हामी जुन प्रवेशद्वार जुन मेन इन्ट्रान्सबाट हामी भित्र छिर्दैछौँ, यो मेन गेट हो। अब हामी एउटा भित्र छिर्छौँ। त्यहाँबाट हामी संसारको सबभन्दा ठुलो केबल कार भित्र चढ्छौँ, जहाँ कि एउटा केबलको डब्बाभित्र 26 जनासम्म अट्छ। त्यो भित्र छिर्दैछौँ। अब कतिजना अट्ने भाइ यसमा? 26 जना। 26 जना अट्ने केबल कार है। विशेष त तीनटा रुटबाट चाहिँ बाटो पनि देख्नुहुन्छ तल हैन, बसहरु हिँड्ने बाटो छ, त्यहाँबाट जान मिल्छ। अनि यो हामी बिग केबल कार भित्र चढ्छौँ, जब कि एउटा डब्बामा 26 जनासम्म अट्छ। यो बी लाइन भन्छ भने तल बसबाट हिँड्दा सी लाइन भन्छ, सी रुट भन्छ भने यो बस हिँड्ने बाटो सी रुट भन्छ भने अर्को चाहिँ सानो केबल कार, तर लङ, त्यहाँ चाहिँ 8 जना चाहिँ अट्छ, तर लङ रुटको त्यहाँ लगभग 28 मिनट लाग्छ भने चाहिँ लामो चाहिँ यो चाहिँ लगभग 10-12 मिनटमा पुगिन्छ। केबल कार यो बी लाइनको ए लाइन भनेको उता अर्को केबल कार छ, 28 मिनट लामो केबल कार। त्यो सिटीबाट जान्छ भने ट्याक्कै टुप्पोमा पुग्छ। यिनीहरू चाहिँ अलिक तल टुप्पोभन्दा अलिक मुनि नै पुग्छ। अब हामी ठुलो केबल कारबाट माथि जान्छ, जुन हामी त्यो टुप्पोमा पुगेपछि स्वर्गको प्रवेशद्वार भन्ने एउटा छ, त्यहाँ जाँदैछौँ। त्यो चाहिँ एउटा डाँडाको बिचमा एउटा पाल परेको जस्तो छ। त्यही यहाँको चिनाहरूले चाइनिजहरूले चाहिँ एकदम आस्थाको मन्दिर जस्तै हो, आस्था गर्छन्, त्यही भएर त्यहाँ सबै हेर्न जान्छन्। हामी पनि त्यहाँ जाँदैछौँ। त्यो अर्को यो सानो केबल कार ए लाइन भन्छ, यो रुट हो। ए रुटको सानो केबल कार भने हामी बी रुटको ठुलो केबल कारबाट चढेका छौँ। र सी रुटको यो देख्नुभयो तल बसहरू, यो बस हिँडिरहेछ नि, यो सी रुटको बसको बाटो हुन्छ। तिनीहरू रुट जान्छ, किनभने एउटा टुप्पो पुगे त सबै मान्छे एउटै रुट गयो भने त भिडभाड हुन्छ र तीनटा रुटबाट पठाउँछ। र फेरि कस्तो हुन्छ नि, यो रुटमा एउटा रुटको यही हो, पाल हुँदाखेरि यही हो। यसलाई चाहिँ एकदम मान्छ, त्यही भएर यहाँ सबै आउँछ। अनि तीनटा रुट जान्छ, एउटा मान्छे भिड हुन्छ र सबैलाई अब जाँदा एक रुटबाट चाहिँ फर्किँदा बी या सीबाट फर्किनुपर्छ। एउटै रुटबाट फर्किने र एउटै रुटबाट जान पाउँदैन। अब हामी यो माथि जान्छौँ, माथिबाट फेरि यो पछाडि पनि छ अझै घुम्ने ठाउँहरू, हेर्ने ठाउँहरू, जस्तो यसका ग्लास ब्रिज पनि छ, स्याहारो त्यो भिडमा ग्लास ब्रिज पनि छ, त्यहाँ पनि जान्छौँ हामी। अब यो जुन तिनमिन माउन्टेन क्याप भन्छ होला यसलाई, के भने गुफा जस्तो छ हेर्दाखेरि, क्याप भन्ने कि नभन्ने। अब ठ्याक्कै पल्लै यो भित्र छिरेपछि हामी उता जान्छौँ। उता पनि अझै राम्रो छ, हिउँ परेको ठाउँ छ, त्यो पनि हेरिन्छ हामीले। अझै राम्रो छ, अलि शीतको, यो एकदम शीत परेको भएर राम्रोसँग क्लियर फोटोहरू पनि आएको छैन। त्यही पनि हामी अब यो जुन त्यो गुफा जस्तोबाट छिरेर हामी पछाडि परेको यो चाहिँ एलिभेटर भन्छ। अब यो के भन्छ, विद्युतीय लिफ्ट भर्याङ भनौँ न। यो एउटा मात्रै 7-8 भर्याङ छ। लगभग एउटा भर्याङको लगभग कति 150-60 मिटर कि 100 मिटर छ भने त 7-8 भन्छ, 700-800 मिटर माथि, 1-2 किलोमिटर माथि नै पुगेपछि ऊ आउँछ। अब बाहिर निस्क्यो भने पहाड आयो, एकदम राम्रो छ। यहाँबाट चाहिँ सबै बजार सिटीहरू देख्ने, पहाडहरू देख्ने, यो टापुहरू हेर्ने भनेको, तर आज हिउँबाट हेर्न पाएको छैन। तर चाहिँ रमाइलो भइरहेछ। अझै कति कुराहरू छ, तपाईँलाई देखाउँदै जान्छु, हेर्दै जानु होला।
यो केबल कार रोपै भन्छ होला, केबल कारै होला। यहाँ हामी चढेर फेरि अझै माथि टुप्पोमा जाँदैछौँ। त्यो जुन अघि गुफा त्यो पल जस्तोबाट कटेर इलबाट चढेर फेरि हिउँमा खेलेर अझै माथि जाऊँ। त्यहाँबाट अब यो केबल सकेपछि अब हामी हिउँमा खेलेपछि अब फर्किन्छौँ। अब फर्केपछि फेरि हामी 28 मिनटको लामो केबल कारमा फेरि चढ्छौँ, तल सिटीमा जान्छौँ। त्यहाँबाट आजको हाम्रो यो तिङमेन माउन्टेनको यात्रा सकिन्छ। जिङजाङजी सिटीको यो तिङमेन माउन्टेनको केबल कारमा चढ्छ। यो संसारको सबभन्दा लामो केबल कार हो। यो केबल कार यात्रा गर्दा 28 मिनट लाग्ने चाहिँ हामीलाई। यो चाहिँ अहिले संसारभरिको सबभन्दा लामो केबल कारमा भित्र पर्दछ र अहिले हामी यात्रा गर्दैछौँ।